त्यो घोषणा गरिहाल्ने भन्ने कुराहरू छैन। म राजनीतिमा आइहालेँ भने आएपछि मैले भोग्नुपर्ने समस्या चुनौतीहरू त्यसलाई पनि मैले मध्यनजर गर्नै पर्छ। अहिले पाइरहेको वाहवाही छ, जुन सम्मान छ, जुन माया छ, त्यो गुम्छ कि त्यो गुम्न नदिनलाई मैले के गर्नुपर्छ भन्ने कुराहरूमा पनि म सचेत हुन त जरुरी छ। अनि राजनीतिमा आउने राजनीतिबारे पनि धेरै कुरा त थाहै छैन मलाई। राजनीतिमा आएर त राजनीति सिक्ने पनि हो। अब समाजको विषयमा त धेरै कुराहरू सिकियो, पढियो हैन। हरेक व्यक्तिको स्तर, स्वास्थ्यमा प्रति कति कुराहरू समस्यालाई देखाइयो। अब त्यो समस्यालाई देखाउने हैन कि समाधान गर्ने स्तरमा पुगेर त सकिन्छ कि सकिन्न, ती कुराहरू त धेरै कुराहरू छ। अब हेरौँ, साथीहरूको माया पाछु, साथ पाछु, सपोर्ट पाछु, यो हौसला चाहिँ रहिरहोस् हैन। तर हेरौँ अब के हुन्छ। मुसा हाँस्नुभयो, केही छ कि के भन्न खोजेको थिएँ भने चाहिँ जस्तो यहाँ मात्रै होइन कि हामी चाहिँ युवाहरू एउटा चेन भन्छ नि, यहाँदेखि गाउँपालिका, नगरपालिका, वडासम्म पनि यो चेन जानु पर्यो कि जुन कुराहरू छ। जस्तो उहाँबाट एउटा अहिले रूपमा देखिनु भएको छ बजराज सर, त्यो टाइपले हामी पनि आफ्नो क्षेत्रबाट आवाज उठाउनुपर्छ र त्यहाँसम्म जानुपर्छ, पुग्नुपर्छ। युवाले नगरे कसले गर्ने भन्ने नै हो कि मेरो पनि। यो सबै कुराहरू उहाँ जुन अहिले आफ्नो क्षेत्रबाट हुनुहुन्छ, यो आफ्नो क्षेत्रबाट हामी लागौँ भन्ने चाहिँ छ। मेरो पनि त्यही माग हो कि अहिले देशले परिवर्तन चाहेको छ, परिवर्तन ल्याउनै पर्छ। त्यसको लागि अब यो प्रतिनिधि सभाको चुनावमा परिवर्तन ल्याएर एउटा उदाहरण कायम गर्दै स्थानीय स्तरको सबै चुनावहरूमा नै परिवर्तन ल्याउन सकियो भने चाहिँ अपेक्षा गरौँ हैन। केही न केही हुन्छ कि, राम्रो सुधार आउँछ कि भन्ने कुरा चाहिँ छ, सबैमा लागेको छ हैन। भुवन सरले पनि अब त्यही किसिमको शुभकामना दिनुभएको छ हैन। अब निशान्त दाजुले त्यही किसिमको शुभकामना दिनुहुन्छ, सबैजनाको शुभकामना त्यही किसिमको छ। अब यता हाम्रो सुगम सर हुनुहुन्छ, सरले अब के किसिमको शुभकामना दिनुहुन्छ भन्ने पनि अब सुरुमा चाहिँ अब हामी त अहिलेसम्म हामीले चिन्ने भनेको भोसराजीले चाहिँ मिडियाकर्मीको हिसाब